हेर्नुहोस् है साथीहरू, दाजुभाइ दिदीबहिनी, आमा बाबा जति हुनुहुन्छ हेरिराख्नुहोस्, जानिराख्नुहोस्। यो झारको नाम चाहिँ ग्वादे हो। हामी ग्वादेले चिन्छौँ। र यो चाहिँ कस्तो चिज हो भने जसको घुँडा दुख्छ, आँख्ला दुख्छ, यसको सब्जी खानुपर्छ। यो चाहिँ कस्तो छ भने अगाडिपट्टि यस्तो हरियो छ, पछाडिपट्टि यस्तो सेतो सेतो परेको छ। सिम जग्गामा पाउँछ, ओगे जग्गामा पाउँछ यसलाई। र आफ्नै घर आँगनमा यस्ता चिजहरू छन्, हेर्नु होला। यो जिउ दुख्ने अनि आँख्ला दुख्ने, मलाई त जिउ कटकट खायो, के भयो केही गर्दा पनि भएन भन्ने कुरा भयो भने यही लगेर सब्जी खाँदा पनि हुन्छ, यसको रस बनाएर खाँदा पनि भयो। यही सिधै कुटेर त्यसको पनि रसै खाँदा हुन्छ। अचार खान्छन् कतिले सब्जी खान्छन्। यसको साइड इफेक्ट छैन। अनि यो ग्यास्ट्रिक ट्रबललाई पनि यसले सहायता गर्छ भनेर भन्छन्। अब कतिले चाहिँ कतिकै हामी भन्छौँ ग्वादे झार नै भन्छौँ यसलाई। र तपाईहरुको जग्गामा, हजुरहरुको जग्गामा यसको नाम के हो र के भनेर चिनिन्छ, यसो कमेन्ट गरिदिनुहोस् है। र जसलाई यसको जानकारी छैन उहाँहरूलाई पनि यसो शेयर गरेर पुर्याइदिनुहोस्, लाइक गर्नुहोस्। र कहाँबाट तपाईहरु बोल्दै हुनुहुन्छ, मतलब हेर्दै हुनुहुन्छ, तपाईहरुले यसलाई चाहिँ हामी यसरी जान्दछौँ भन्ने नाम बताउनु होला। हाम्रोतिर चाहिँ यसलाई ग्वादे भनिन्छ। हाम्रोतिर यसरी टन्नै पाइन्छ। झ्याम्मै जङ्गलमा अलिक ओगे परेको जग्गामा यसरी पस्यो भने चाहिँ छ्याङ्गै पाइन्छ है। तपाईहरु सबैलाई जानकारी दिइराखेको छु। हाम्रो पहाडी क्षेत्रमा बेसी पाइन्छ। यो मधेस खण्डमा पाइँदैन भन्न पनि सकिँदैन। मधेस खण्डमा पनि जग्गामा पाउन सकिन्छ। यो चाहिँ चारैपट्टि हुन्छ, तर अलिकति ओगे जग्गामा क्या यस्तो जग्गामा पाइन्छ। यसरी लह आएको छ यहाँ चाहिँ एकदम मजाको। हेर्नु होला। सबैलाई जानकारी दिँदैछु। लो प्रेसरलाई पनि काम दिन्छ भनेका छन्। र यसलाई चाहिँ कतिले चाहिँ लेबलिङ पनि भन्दा रहेछन्। लो प्रेसर, हाई प्रेसर सबै हुनेले खाँदा रहेछन्। यसलाई चाहिँ सबै चिज लेबलमा राख्छ अरे हौ। र तपाईलाई यति भन्दै आजका लागि यो दबाई यसरी भन्दैछु। भोलि पर्सि फेरि कुनै त्यस्तै राम्रो दबाईहरू काहीँ भेटिहालिएछ भने तपाईहरुलाई फेरि जनाउला है।